तपाईँ यसअघि विवाह गरे लगत्तै श्रीमानसहित आउनुभएको छ। तपाईँ अमेरिका पुग्न नपाउँदै या पुग्दा पुग्दै यहाँ फेरि के कस्ता समाचारहरू आयो भने तपाईँहरूको डिभोर्स भयो। भएको चाहिँ के होला भनिदिनुहोस्। भइसकेको चाहिँ छैन, प्रक्रियामा चाहिँ छ। अहिले जुन डिभोर्सको प्रक्रियामा हुनुहुन्छ होइन तपाईँ? हजुर। डिभोर्स भइसकेको छैन? छैन, किनभने उहाँले चाहिँ मलाई अमेरिकाबाट मैले कुरा गर्दाखेरि चाहिँ म दिन्न, म डिभोर्स दिन्न, जेसु गर्नु म अड्काउँछु, लम्बाउँछु, 10 वर्षसम्म राख्छु, तर म दिन्न, म सर्वोच्चमा जान्छु। खै के भन्नुभयो है। अब आई डोन्ट नो डिभोर्सको केस सर्वोच्च जान्छ कि जाँदैन त्यो त थाहा छैन मलाई, तर उहाँले त्यस्तो भन्नुभयो। तपाईले डिभोर्स फाइल गर्नुभएको छ भनेपछि के त सहमतिमा कि होइन? मैले मेरो तर्फबाट गरेको। उसँग केही छैन, उ छैन, केही छैन भने पनि उ सच्चा मान्छे छ भने जिन्दगी बिताउन सकिन्छ, तर कस्तो छ भने झुटो बोल्ने मान्छेसँग चाहिँ म जिन्दगी बिताउन सक्दिनँ। विवाह गरिसकेपछि म पशुपति मन्दिर दर्शन गर्न जानुभएको थियो र त्यही पशुपतिकै टिका सिका लगाएर माला लगाएर यहाँ आउनुभएको थियो सोमा, र त्यो बेला जुन मुस्कान जुन हाँसो उहाँको अनुहारमा थियो आज डिभोर्स फाइल गर्दाखेरि पनि त्यो हाँसो वा चमक कम भएको छैन। यसलाई कसरी लिनुहुन्छ? त्यो चाहिँ जहिले पनि मेन्टेन गर्यो कि सी इज भेरी ह्याप्पी भन्ने चिज चाहिँ उसले देखियो र थियो पनि होला, देखाएको होइन, ऊ ह्याप्पी नै थियो होला उसको लाइफको फेजमा। मेरो आफ्नो हाँस्ने, म रमाउने, रुने भन्ने बटन चाहिँ म अरूलाई दिँदिनँ, त्यो चाहिँ म आफैले नै चलाउँछु। त्यो मेरो सोचाइ छ। त्यही चाहे जतिवटा विवाह होस्, चाहे जति पटक डिभोर्स गर्नु पर्यो, विवाह र डिभोर्सको मात्र कुरा पनि आउँदैन यसमा, अरू कुराहरू पनि आउँछ। अहिले मेरो चाहिँ अब अहिले तत्कालै भएको भएर हजुरले विवाह र डिभोर्स भन्नुभयो। तपाईँ माथि नै किन यो समस्या आइलाग्छ? के लाग्छ तपाईँलाई? बारम्बार भन्दा पनि पहिलो मेरो डिभोर्स चाहिँ कस्तो थियो भने मैले चिनेर 16-17 वर्ष हुँदादेखि भेटेर एउटा आफ्नै गाउँको होइन, आफ्नै उता विराटनगरकै मान्छेलाई भेटेर यो सालमा बिहा गर्ने है भनेर एउटा प्लान गरेर हामीले मान्छे बनौँ, किनभने त्यतिखेर त भर्खर हामी स्टुडेन्ट थियौँ, भरे प्लान गरेर बिहा गऱ्यो। त्यतिखेर सबै फ्यामिली चिन्ने, उहाँको फ्यामिली मेरो फ्यामिली एउटा थियो, आउ जाऊ एभ्रिथिङ थियो, काहीँ पनि त्यहाँनिर कुनै पनि कुरा लुकेको थिएन, पारदर्शी थियो नि त। लगभग 12-14 वर्षपछि हाम्रो कुरा नमिलेर हामी छुट्यौँ, तर हाम्रो समझदारीमा हामी दुईजनाले अब हाम्रो जिन्दगी यसरी सँगै बस्दा झगडा भएर राम्रो हुँदैन र हामी समझदारीमा हामी छुटौँ न त भनेर बच्चाको लागि चाहिँ उसलाई असर नपरोस्, उसलाई बच्चाको लागि चाहिँ जुन बेला पनि आमा बुवा चाहिँ हामी चाहेको बेला हुने भन्ने समझदारीमा गऱ्यौँ र स्टिल हाम्रोमा चाहिँ हामी बिचमा चाहिँ राम्रो सम्बन्ध छ। हस्बेन्ड वाइफ सक्यो, तर बिहाभन्दा अगाडि हामी एउटा साथीको सम्बन्ध थियो भने बिहा अब डिभोर्स पछि पनि एउटा साथी र प्लस मेरो बच्चाको बुवा र म चाहिँ उसको बच्चाको आमा भन्ने हुन्छ। त्यो रिलेसन त जाँदैन कहिले पनि, र राम्रै छ सम्बन्ध। खालि एउटा श्रीमान श्रीमतीको होइन, एउटा राम्रो समझदारीको, एउटा अन्डरस्ट्यान्डिङको, बच्चाको लागि राम्रो हुने सम्बन्ध छ हाम्रो।